विद्यार्थी अथवा चाहिँ कोही युवा यो भिडियो हेरेर आएको छ र उसलाई चाहिँ म पैसा कमाउँदिनँ, पैसा कमाइसकेपछि नि अन्तिममा जाने त्यही बाटो रहेछ भने चाहिँ सुरुमै ऊ त्यही बाटो हिँड्छ भने चाहिँ त्यो ठिकै बे ठिक। ऊ त स्वागत छ उसलाई, त्यो चाँडै थाहा पायो। तर रत्तिभर पनि 1% पनि पैसा कमाउने चाह छ भने चाहिँ कमाऊ पैसा, पहिला सबै कमाऊ, आनन्दमा रमाऊ, घुम डुल, त्यसपछि यात्रा गर फेरि। त्यसै त पैसा भयो भने त सबै कुराहरू समाधान हुन्छ। त्यसपछि बाटो थाहा नपाएर चाहिँ मान्छे चिन्तित हुने हो। त्यसपछि यो बाटो हिँड्नु। हामी त नेपाल भारतमा छौँ, थुप्रै त्यस्ता मान्छेहरू छन् जसको नजिक जाँदा नै आनन्द आउँछ। ती मान्छेहरूको सङ्गत गर्नु, जसले जानेका छन् उनको सङ्गत गर्नु, जो भूमिमा बुद्ध पुरुषहरू चले त्यो भूमिमा गएर थोरै समय भए पनि बस्नु, चिन्तन गर्नु कि म को हुँ। विदा हुने समयलाई याद गर्नु, छिटै विदा हुनु छ, जानु पूर्व केही देख्नु छ, जो देख्न योग्य छ, जो सुन्न योग्य छ, त्यो देखु त्यो सुनौ। त्यो आकाङ्क्षा नआइकन त हुँदैन। त्यो आकाङ्क्षा नेपालीमा आउन सरल छ, नेपाली हृदय धेरै कोमल छ, तर कठिनाइ छ कि परिस्थिति त्यो भएर नै नेपालको युवाहरू धेरै धार्मिक जस्तो देखिन्छन् तर धार्मिक छैनन्। हृदयमा प्रेम बढी छ नेपालीहरूको, त्यो निश्चित हो। तर परिस्थिति त्यस्तो छैन। त्यो परिस्थिति आउनको लागि सम्पन्नशाली नभई हुँदैन। त्यो मेरो दृष्टिमा नजिकै चीन धेरै अगाडि छ, प्रविधिमा जापान अमेरिका जानु नि पर्दैन। ऊबाट सिक्नु कि कसरी बाहिरी दुनियाँमा फड्को मार्ने भन्ने कुरा। फेरि भित्र यात्रा गर्नु पर्यो भने आफ्नै देशलाई हेर्नु।